अन्त आजबाट कस्तो देख्छ साथीहरू कमेन्ट गर्नु ल। अर्को जुनीमा पनि भेट्नुहोस्। अन्त हामी चाहिँ के साथीहरू यहाँ गएर मागेर खाने बेला भयो नि। कसको नाम लेखौँ त भनौँ त। हेलो साथीहरू, आज चाहिँ हामी गोदावरी जाँदैछौँ। आज होइन, यो चाहिँ भिडियो हिजोको, तर म आज भन्न चाहन्छु हामी चाहिँ गोदावरीतिर जाँदैछौँ। त्यो पनि केमा भने नपठाऊ मलाई। अन्त हाम्रो साधनहरू छैन, अन्त हामी चाहिँ पठाउमा जाँदैछौँ। एकदमै बाटोहरू पनि जाम थियो। त्यसपछि हामी लाग्यो एउटा चाहिँ हाम्रो अगाडि चाहिँ थियो के भन्छ अरे ट्रक थियो। त्यो ट्रकले चाहिँ हाम्रो बाटो एकदमै छेक्दै थियो। त्यो पनि हामीले त्यसलाई बाक्सबुस हानेर पनि अगाडि गयौँ। त्यसपछि के साथीहरू, अन्त हामी चाहिँ खासमा जानु लागेको थियौँ चाहिँ चम्पादेवी, तर पुग्यौँ हामी गोदावरी। किनभने चम्पादेवी हामी किन गएन भने मेरो साथी मेरो एकजना दिदीको चाहिँ मम्मी आउनु भएको थियो क्या साथीहरू। अन्त अब मम्मी आउनु भएको थियो अनि मम्मीहरू आउनुहुन्छ ढिलो हुन्छ भनेर हामी चम्पादेवीलाई छोडेर हामी चाहिँ गयौँ गोदावरी। बाटोमा एकदमै राम्रो भ्यू हेर्दै ड्राइभर दाइसँग गफ गर्दै हामी गयौँ। बाटो पनि एकदमै राम्रै थियो भनौँ न, सर्टकट बाटो हरियाली खेप्चे धेरै हामी चाहिँ फाइनली गोदावरी पुग्यौँ साथीहरू। म चाहिँ फर्स्ट टाइम चाहिँ गएको हो नि त गोदावरी। एकदमै राम्रो लाग्यो। बाटोमा जाँदाखेरि चाहिँ एकदमै राम्रो थियो। बाटोभरि पसलहरू खानेकुराहरू बन्द रहेछ साथीहरू, तर हामी चाहिँ केही पनि नखाइकन सिधै गयौँ। अलिअलि मुखमा धुलो हान्दै हामी चाहिँ यो पिकनिक खाने मान्छेलाई हेर्दै हामी चाहिँ गोदावरी पुग्यौँ साथीहरू। त्यसपछि हाम्रो पठाउँदाहरूसँग चाहिँ अलिकति पैसाको यताउति गऱ्यौँ। त्यसपछि गयौँ। त्यसपछि हाम्रो भेनालाई यहाँ बाइक पार्किङ गर्नु भनेर लग्दै थियौँ। त्यसपछि चाहिँ भेनालाई जिस्काउँदै पनि थियौँ। अनि त्यसपछि हाम्रो भेनाको चाहिँ एक्कासिकन त्यो बाइक राखेको पैसा पनि तिर्नुपर्ने भयो। अनि भेनालाई चाहिँ पार्किङको पैसा तिर्नु पऱ्यो भन्दै मलाई मेरो साथीले चाहिँ जिस्काउँदै थियौँ। त्यसपछि हामी गयौँ। यति धेरै मान्छेहरू थियो कि साथीहरू गोदावरीमा। मैले त भिडियो पनि बनाएन, म ट्वाइन्टो हिँडिरहेको छु। अनि मेरो साथीले चाहिँ टिकट काटेर जानुपर्छ, एकजनाको 50 रुपियाँ साथीहरू। त्यसपछि मेरो साथीले टिकट काटेर हामी चाहिँ एक झोला खानेकुरा बोकेर खानेकुरा किनेको चाहिँ मैले भिडियो बनाएन साथीहरू। त्यसपछि हामीले चाहिँ खानेकुरा बोकेर हामी चाहिँ गोदावरीतिर ल्यान्ड भयो। अनि हाम्रो भेना चाहिँ खै कोसँग बोल्दै गोदावरीहरू देखाइरहनु भएको थियो। अनि मैले पनि साथीहरूलाई देखाउँदै नक्कलीहरूलाई देखाउँदै अगाडि यसरी जाँदै साथीहरू। अब ग्रुपमा एउटा बाँदर हुनै पर्यो। बाँदरहरू कुरो उफ्रिँदै अगाडि हिँड्दैछ साथीहरू। म चाहिँ भिडियो बनाउँदैछु। उफ्रा तिमीहरूको छ जिन्दगी भनेर म चाहिँ उभाइरहेको छु कि यिनीहरूलाई फेरि। त्यसपछि बाँदरहरूको एक्सर्साइज पनि भयो कि साथीहरू। त्यसपछि यिनीहरू गल्छ मात्र पर बसिरहेको थियो। त्यसपछि हामी चाहिँ फेरि लाइम साथीहरू एकदमै राम्रो ठाउँ। हाम्रो भेना चाहिँ कोहरूसँग बोल्दै देखाइरहनु भएको थियो। अनि त्यसपछि भेनालाई पनि मैले यसो डिस्काको कलेजसँग बोल्दै हुनुहुन्छ होइन भनेर एउटा बाँदरलाई देखाउँदैछ यसरी नक्कली छ। अब एउटा बाँदर छुट्यो भनेर अर्को पनि बुरुक कफ्रेर आयो साथीहरू। अनि फुलहरू चाहिँ फुल्ने बेला भएन हुन्छ। यहाँ चाहिँ अलिअलि कोपिलाहरू बजाउँछ त्यो पनि देखेन। त्यसपछि हामी चाहिँ कमल पोखरीमा कमल हेर्दै अगाडि गयौँ यसरी। यो के अरे यो त होइन कुचो यहाँ चाहिँ कमल पनि फुलेन छ। हामी आउँदा सेट फुलेर पनि सकेछ। त्यहीहरू हामी चाहिँ हिँड्दैछौँ ल यसरी लखर यस्तो राम्रो यहाँ चाहिँ यो फुल फुल्ने रहेछ कि यो रुखमा चाहिँ। अनि त्यहाँनिर जुन फुल फुल्छ त्यही फुल चाहिँ यहाँनिर हुँदो रहेछ क्या साथीहरू। नाटक यिनीहरूको म साथीहरू होइन पिकनिक खाने अब गएर हामी त पिकनिक खान आएको होइन नि त। अन्त हामी चाहिँ के साथीहरू यहाँ गएर मागेर खाने बेला भयो नि, मागेर खाइदिउँ कि क्या हो। ओइ आमा साथीहरू सब बुढीले डाइलग हान्यो साथीहरू। यो हेर्नु न यो मैले आज देखेको। यहाँनिर नाम लेख्ने रहेछ साथीहरू। यहाँ कसको नाम लेखौँ त भनौँ त। मेरो त बुढै छैन। यहाँ घुम्दा म गर्नेछु के गर्नु साथीहरू। यो के होला साथीहरू रोकेर भन त गाउँमा पनि लाग्छ। यहाँनिर चाहिँ सबैले नाम लेखिरहेको रहेछ कि साथीहरू यस्तरी। अन्त हामी पनि नाम लेख्ने भनेको के लेख्नु नाम चाहिँ सिम्पा पनि भेट्दिनँ हौ। नाम लेख्नुहोस् त तपाईँको हस्बेन्ड र तपाईँको नाम लेख्नु। हामी त भइसक्यो त। अब तिमीहरू लेख्नु न। यसले नाम लेख्ने रे अर्को जुनीमा पनि भेट्नुहोस् भने। साथीहरू यहाँनिर चाहिँ हाम्रो नाम लेख्ने कार्यक्रम हुँदैछ। मेरो साथीहरूले लेख्दैछ साथीहरूको नाम। कसैको त्यसो पनि यसको बुढा छ नि त्यसको पनि लेख्छ कि। अन्त आजबाट कस्तो देख्छ साथीहरू कमेन्ट गर्नु ल। राम्रो देखेछ। बुढा चाहिँ यस्तो छ कालो भइरहेको छ। शिरदेखि पाउँछु म कालो भइरहेको छु कि। मेरो साथीहरू अब फेरि हामी चाहिँ यहाँदेखि उठिसक्यौँ भने हेर न केही छैन भेना पानी मात्र हो। हामी चाहिँ जान्छौँ भने हाम्रो भेना चाहिँ यहाँनिर भात खाएर मन लाग्यो भने घरमा 1 किलो मासु पकाएर ल्याएर भएर चिउरा भेना घुम्न आउँदा त खानुपर्छ नि हौ। चुप साथीहरू अहिले चाहिँ हामीले मलाई लाग्छ भन्नु गाह्रो पनि छ नि साथीहरू। यो दाइ त सिनेमामा भइसक्ने गीत गाउनु भएको दाइ हो क्या। कुन नाम के हो? नाम चाहिँ याद भएन के मैले देखाउने साथीहरू। सब पिकनिक खाएर चाहिँ हामी पनि माएर खाने ओह्रालो हिँड्छु हामी पनि यता चाहिँ न मन्जु त्यो जङ्गल कोदोको लिएर यिनीहरूले नयाँ साथीहरू नयाँ कुराहरू खाने भनेर मलाई मन परेर फ्रिजमा राख्नु ओ मैले त हानिदिनु पनि नर्छ भनेको दिइहाल्यो भिडियो इसार गरेको यता अब त त्यस्तो कस्तो मन पर्यो
गाडीमा हिँड्नु खाने होइन यसलाई मन परेर हेर न मन परेन यो साथीहरू सस गनायो मलाई यो मान्छेको मलाई फुटाउनु परेर बारेर साथीहरू गोदावरीमा फुलहरू चाहिँ थरी थरीका फुलहरू के कति राम्रो राम्रो फुलहरू फुल्ने मान्छेहरू पनि त्यतिकै फुल भन्दा मान्छे धेरै भयो जस्तो भएको थियो कि साथीहरू जताततै मान्छेहरू खाने होइन घरबाट पकाएर के ल्याएर खाने हामी चाहिँ केही नलिएको थियौँ अनि हामी त कमल पोखर हेरेर छक्क परेर है केही पनि लगेको थिएन अल्छी लागेर हामी त कस्तो लाग्यो सबैले खाइरहेको थियो हाम्रो भेनालाई जिस्काउँदै हामी त के गर्दै बस्यौँ साथीहरू त्यसो के गर्न नि यताउति घुमेपछि हामी त फर्क्यौँ साथीहरू यसरी साथीहरू हामी चाहिँ सबै ठाउँ घुमेर मेरो मोबाइलमा चार्ज सकेर चाहिँ ब्याकअप घुसाएर हामी चाहिँ हिँड्दैछौँ खानै पाएन तर यो जस्तो यस्तो थोपडाएर हाम्रो मुडा हुन्छ जहिले नि आफ्नो ऊ छैन अर्कालाई भन्नु ओके यता जाऊँ न ए यता यता के खाने भन्दाखेरि बोल्ने होइन अन्त निस्क्यौ अब उनीहरूको मुटु कलेजोलाई बोलेर कसैलाई मकेको बाइकहरू अघि जाँदा केही थियो अहिले आउँदा हाम्रो भेनाको बाइक पनि कुनसँग के हो यो किम्मु हो होइन उहरू त्यहाँ फर्किसक्यौँ दिदी अर्को दिदी हामीले फर्किसक्यौँ